आजको बचत नै भोलिको सुरक्षा। नमस्कार सम्पूर्ण सामाजिक प्रेमी मित्रहरू। आज मैले यो भिडियो इन्फर्मेसन र एजुकेसनल पर्पजको लागि कम्युनिटीलाई आफूले जानेको, सुनेको, बुझेको कुरा सेयर गर्नु भनेको अरूलाई पनि यसले हेल्प गर्न सक्छ भन्ने लागेर बनाएको। हुन त यहाँहरू आफैमा सुन्ने, जान्ने, बुझ्ने हुनुहुन्छ, तथापि कति प्रायले सुनेको छ, बुझेको छैन, कतिपयले बुझ्नु भएको छ, गरेको छैन, कतिले गर्नुभएको छ तर आफूले गरेको पोलिसीहरू के छ, कसो छ यसको विषयमा जानकारी नभएको पनि हुनसक्छ। त्यसले गर्दाखेरि म सरसट्टै यहाँहरूलाई 5 कुरा ध्यान दिनुपर्ने जीवन बिमा लिँदै हुनुहुन्छ या लिइसकेका मित्रहरूको लागि। सबैभन्दा पहिला यहाँले लिने इन्सुरेन्स कम्पनीको नाम, इन्फर्मेसन, इमेल, फोन नम्बर, जानकारी राख्नुपर्दछ। दोस्रोमा यहाँलाई इन्सुरेन्स गरिदिने एजेन्ट जसले तपाईँलाई इन्सुरेन्स गर्न मद्दत गरेको छ उहाँको विषयमा पनि इन्फर्मेसन भयो भने तपाईँलाई एड्रेसहरू चेन्ज भयो, ब्याङ्क इन्फर्मेसन चेन्ज भयो, भोलि बेनिफिसियरी क्लेम गर्नु पर्यो भने एजेन्टको थ्रुबाट जाँदा पनि तपाईँलाई मद्दत मिल्छ। तेस्रो नम्बरमा तपाईँले आफ्नो कभरेज कतिको, कुन प्लानको, कस्तो खालको लिनुभएको छ र बेनिफिट तपाईँले के हुँदा पाउने टर्म एन्ड कन्डिसन क्लियरली बुझेको हुनुपर्छ। इन्सुरेन्सको प्रिमियम तपाईँले महिनावारी तिर्नुपर्ने हुन्छ र यसमा तपाईँ कतिको कमिटेड, डिसिप्लिन भएर रेगुलर तिर्नु सक्नुहुन्छ त्यो कुरालाई पनि ध्यान दिनुपर्छ। साथसाथै तपाईँले कुनै पनि इन्फर्मेसनहरू तपाईँको जीवनमा चेन्जेस भयो, लाइक बेनिफिसियरी चेन्ज गर्नुपर्ने भयो, ब्याङ्क इन्फर्मेसन चेन्ज गर्नुभयो, एड्रेस भने तपाईँले अपडेट गर्नुपर्ने हुन्छ र भोलि तपाईँले क्लेम गर्नुपर्ने हुँदाखेरि पनि क्लेम प्रोसेसिङको लागि पनि धेरै कुराहरू, स्टेपहरू थाहा पाइराख्नुभयो भने अति नै राम्रो हुन्छ। र जीवन बिमा भविष्य सुरक्षाको लागि आफ्नो र आफ्नो परिवारको लागि गर्ने भएकोले तपाईँको सही छनौटले नै सही सुरक्षा हुन्छ। धेरै किसिमको भए तापनि तपाईँको परिवारकोलाई आवश्यकता र आफ्नो निड अनुसारको, बजेट अनुसारको तपाईँ कस्तो खालको चाहनुहुन्छ त्यो अनुसारको एजेन्टले तपाईँलाई गाइड गर्ने हो, हेल्प गरिदिने हो, त्यसलाई फोकसमा राखेर गर्नुपर्ने हुन्छ। र यो कानुनी सबै कुरा प्रक्रियाबद्ध रूपमा हुन्छ र लिखित रूपले भएकोले गर्दा हामीले भर्बली यो त्यो भन्ने कुरा भन्दा पनि हामी कन्ट्र्याक्टमा बसिसकेपछि जबसम्म हामीले एज लङ एज हामीले आफ्नो तर्फबाट मिस्टेक गरेको छैन भने कम्पनीले आफ्नो प्रोमिस गरेको पे गर्नुपर्ने हुन्छ त्यो कन्ट्र्याक्टमा रहेर। त्यसले गर्दा हामी सबैले जानौँ, बुझौँ, गरौँ, आफ्नो भविष्यको सुरक्षा आफैले गरौँ। यहाँ त्यसै पनि हामी विदेशमा बसेका छौँ, हरेक कुराको लागि इन्सुरेन्स गरिन्छ भने आफ्नो लागि किन नगर्ने त? आफू नै सुरक्षा छैन भने अरू कसरी सुरक्षा हुन्छ? त्यसैले हामी आजै जागरुक हौँ, बुझौँ र यसका लागि बुझेर गरौँ। यही सन्देशको साथ पक्कै पनि यो भिडियोले यहाँहरूलाई केही हदसम्म मद्दत गर्नेछ। आगामी भिडियोहरूमा पनि म अन्य विषयहरू पनि ल्याउने छु। अहिलेलाई भने यतिका साथ मलाई साथ दिएर यहाँहरूले सुनिदिनु भएकोमा धन्यवाद व्यक्त गर्दछु। फेरि भेटौँला। नमस्ते।